Hello guys, it's me. Welcome to Prakriti Bliss. हजुरहरुलाई धेरै धेरै स्वागत छ. This is my first vlog I'm going to shoot. I'm going to upload. अरु के भन्नु? So कस्तो छ तपाईहरुलाई? I hope you all are well. म चाहिँ खासै ठीक छुइनँ हैन. सीजनल फ्लू मलाई लागिरहेको छ. र त हाम्रो कलेज थियो तर मैले आज चाहिँ गइन हैन किनकि कफ सिरप खादा खादा म सकिरहेको छुइनँ के. सो जाडो बढेको छ. तपाईहरु पनि आफ्नो ख्याल राख्नुस्. न्यानो न्यानो कपडा लगाउनुस्. मिठो मिठो खानुस्, झोलिलो खानुस् हैन. त्यो मैले चाहिँ ब्रश पनि गरे. इट्स अलरेडी 12 के. अघि भर्खर उठे. भर्खर उठेर अब ब्रश गर्न जाम भनेको अल्छी लागिरहेको छ के. सो म चाहिँ के गर्छु हजुरलाई देखाउँछु है त. स्टे ट्युन्ड. अहिले चाहिँ यो बेड मिलाउनु पर्ने छ. यस्तो मेसी भएको छ कि तर हेर्नु न. यति मेसी छ नि. अब यसलाई चाहिँ म पुरै मेन्टेन गर्छु है त. गुड ह्याबिट हो आफ्नो बेड आफै मिलाउनु. इज अ गुड ह्याबिट गाइस. सबैले ट्राई गर्नु होला. म चाहिँ यहाँ देखिरहेको छु है. दिस इज माई होस्टेल रुम है. Hi. So this is the final looks. Ta-da! बेड सेट पनि मिलायो. सेट भयो. अब जाने ब्रश गर्न. मान्छेहरूले बिहान 6 बजेदेखि 7 बजे 8 बजे गर्छ हैन. म चाहिँ युनिक मान्छे भएर चाहिँ म अब 12 बजे गर्छु. सो फ्रेस पनि भएर आयो. अब चाहिँ 12 भइसक्यो. अब होस्टेलको खाना खाने टाइम चाहिँ 12 देखि 1 बजेसम्म हो. म चाहिँ अब खाना लिन जान्छु. खाना लिएर भेट्छु है त हजुरहरुलाई. म चाहिँ अब हिँडेको खाना लिनलाई मेसतिर. खाना चाहिँ खासै आज राम्रो दिँदैन. ल म चाहिँ हिँडेको अब खाना लिनलाई मेसतिर. अब सब्जी चाहिँ खासै राम्रो दिँदैन. म चाहिँ सोचिरहेको छु अन्डा करी बनाउँ भन्ने सोचिरहेको छु. आएर अन्डा उमाल्नु पर्ला है. त्यसपछि हेर्दै जाउँ. It's good. बोइल गरेँ यसमै. म चाहिँ यो लिएर जान्छु. पकाउँछु इन्डक्सनमा गएर है त. त्यही लान पर्ने छ. यस्तै यस्तै खाइन्छ. के गर्नु होस्टेल लाइफ. खाना ठिक हुँदैन. त्यो पनि खानै पर्छ. पहिले बस्ने होस्टेलमा चाहिँ यस्ता चाहिँ गर्नु है. पहिले बस्ने होस्टेलमा चाहिँ बनाउँथ्यो. यहाँ चाहिँ बनाउँदैन कि पुरै फाइनली गाइस मैले अन्डा करी बनाएँ. होस्टेल बस्ने भएपछि हैन कुकिङ चाहिँ जान्नुपर्छ है. अब टन्न खाने अनि सुत्ने दबाई खाएर एकछिन चाहिँ उठेर के गर्छु अब देखाउँछु. ल बाइ. यही हो मेरो स्टाइलको अन्डा करी. एकजनालाई दुईटा. एकछिन चाहिँ सुत्छु. अवसरी नि खाएँ मैले. एकछिन चाहिँ सुत्न पर्यो. त्यो उठेर हल्का एकछिन पढ्छु. सो सुत्ती उठी नुहाई धुवाई गरेर पनि आइयो. यो भ्लगलाई चाहिँ म यहाँ एन्ड गर्छु हैन किनकि अब मलाई बाहिर जाने काम चाहिँ छ. त्यही माथि फोनमा स्टोरेज पनि भइरहेछ. सो फेरि भेटौँला गाइस. बाई. स्टे ट्युन. लाइक कमेन्ट सेयर गरिदिनु होला. धेरै धेरै माया दिनु होला. सो गाइस सुत्ती उठी नुहाई धुवाई गरेर पनि आइयो. यो भ्लगलाई चाहिँ म यहाँ एन्ड गर्छु हैन किनकि फोनमा एकदम स्टोरेज भएको छ. फेरि अनि बाहिर पनि जानु छ मलाई. सो यतिसम्म चाहिँ हजुरले धेरै माया गरिदिनु होला. मेरो पहिलो भिडियोलाई धेरै माया सब्स्क्राइब गरिदिनु होला. ल लाइक सेयर एन्ड र कहाँबाट भिडियो हेरिदिन्छु त्यो पनि भन्नुहोस् है त. स्टे ट्युन गाइज. बाई. सी यू सुन.